हेलो हेलो एभ्रिवान, नमस्ते सबैजनाले। पानी यस्तो जाडो छ कि यहाँ, जाडो छ अरे, यस्तो गर्मी छ कि यहाँ चाहिँ होइन। अनि कस्तो पानीमा खेल्न मन लाग्छ, के गर्नु। अनि बच्चाले चाहिँ पानी खेलेर भएन होइन। तर मलाई चाहिँ यहाँ पानीमा, यहाँ फुलमा चाहिँ पानी हालिराखेको छु कि अहिले चाहिँ रात परिसकेको छ होइन। अनि म चाहिँ यहाँ, मैले चाहिँ पहिला यो रोपेको फुलहरू सानो सानो रोपेको थियो, अहिले चाहिँ यति मजाले ठुलो भएको छ कि यहाँ चाहिँ रेड कलरको यस्तो राम्रो फुल फुल्छ होइन। अनि मैले यहाँ के अरे अब यो रेलिङमा रोपेको बोतलमा फुलहरू पनि सबै मजाले अब चाहिँ फेरि पलाउने बेला भएको छ कि, किन भन्दाखेरि अब गर्मी लगाइसक्यो तर पनि अब बर्खाले पानी पाइराखेको हुन्छ होइन। अब सबै पलाउने बेला भयो नि त होइन। अनि यहाँ आएन यस्तो राम्रो यो पनि फुलिरहेको छ कि, अब यसलाई चाहिँ ठुलो बनाएर यहाँ बत्तीको माथि गोलो बनाएर राख्ने भनेको छु है। मैले चाहिँ त्यो प्लान बनाएको छु। अनि यस्तो म हेर्नु न भर्खरै इभिनिङ वाक गरेर आएँ कि म है, हिँडेर आएँ, 1 घन्टा हिँडेर आएँ। अनि आएपछि मैले चाहिँ यहाँ फेरि अब मेरो फुलहरूमा पानी हाल्नुपर्छ भनेर मैले चाहिँ यहाँ पानी हाल्न थालेको होइन। यस्तो राम्रो भएको छ कि मलाई चाहिँ यो फुल चाहिँ यो धुपी सल्लाह चाहिँ अलिक अग्लोवाला चाहिएको थियो। मलाई चाहिँ त्यो क्रिसमस ट्री भनेर रोपेको मैले धुपी सल्लाह परेछ कि, त्यतिखेर त्यो दाइले यही नै हो भनेर दिनुभएको थियो। तर मैले चाहिँ अलिकति मन चाहिँ परेको थिएन, तर राम्रो देखिराखेको छ होइन। अनि यहाँ हेर्नु न कस्तो मजाले आफ्नो होइन दिनभरि के काम हुन्छ, काम गर्दै आफ्नो घरको कामहरू पनि अब यसरी होइन भ्याउँदै है मजाले काम गर्न सकिने होइन। मलाई चाहिँ कस्तो अहिलेको लाइफ चाहिँ आफैलाई देखेर, आफ्नै लाइफ देखेर आफ्नै आँखा लाग्छ क्या हो जस्तो लाग्छ। किनभने है म कस्तो घुमिराखेको हुन्छु अनि रमाइलो गरिराखेको हुन्छु होइन। मेरो पहिलाको लाइफभन्दा चाहिँ धेरै नै रमाइलो छ कि अहिलेको लाइफ चाहिँ होइन। अनि सबै कुराहरू मैले मनपर्ने कामहरू गर्न पाउँछु कि होइन। अनि मलाई धेरै मान्छेसँग पढ्न मन लाग्छ होइन। यस्तो के कति मान्छेले मलाई हेल्प गर्न मन लाग्छ कि। अनि सो त्यही भएर उहाँहरूले मलाई कनेक्ट गरिराख्नुहुन्छ, उहाँहरूको स्टोरी म सुनिराखेको हुन्छु होइन। अनि त्यहाँबाट उहाँहरू मलाई देखेर कति धेरै इन्सपायर हुनुहुन्छ। अनि उहाँहरूले भन्नुहुन्छ कि अनि कस्तो राम्रो राम्रो भन्नुहुन्छ मेरो बारेमा होइन। मलाई एकदम खुसी लाग्छ कि कमी लाग्ने क्या। अनि त्यहाँबाट म आफूलाई यो फुलहरू एकदमै मनपर्छ कि। अनि है आफ्नो बारीमा टक्क फुलहरू यहाँ मैले कुनै नै काटेकै छैन, किनभने यहाँ चाहिँ म अलि धेरै नै बनाउँछु भनेर हो होइन। सानो भएर चाहिँ अब देखेकै थिएन, अहिले चाहिँ अलि राम्रो भएको छ। अनि यिनीहरूलाई चाहिँ मजाले काटेर राम्रो बनाउँछु भनेर हो। यहाँ चाहिँ बगनबेलिया हेर्नु न यस्तो मजाले फैलेर यति ठुलो भएको छ। यो चाहिँ यसरी पानी हालिदिएपछि त वा है यस्तो हुन्छ कि। सो गाइस म चाहिँ हेर्नु न अब मलाई एकदम मनपर्छ कि यो फुलमा पानी हाल्न, यो कामहरू गर्न चाहिँ मलाई एकदमै लास्टै मनपर्ने काम हो। यहाँ फुलहरू पनि मैले कहाँबाट ल्याएर रोपिराखेको छु। ल मेरो बुढा आउनुभयो गाइस है, मेरो बुढालाई नि पानीले छ्यापिदिन्छु, नुहाउने होला नि पानी खेल्नु न बुढो। अनि यहाँ है पानी हाल्दै काम गर्दै है बुढाबुढी रमाइलो गर्दै है यहाँ काम गर्न पाइराखेको छु गाइस है। मेरो लाइफ चाहिँ साँच्ची नै एकदमै एउटा भगवान्ले दिएको वरदान जस्तै भएको छ कि मलाई चाहिँ अहिले होइन। अनि एकदमै ह्याप्पी पनि छु है। आफ्नो लाइफमा के गर्न मन लाग्छ होइन। अब म चाहिँ एकदमै सरप्राइज कुरा पनि छ कि होइन, त्यो चाहिँ म अलिकति पछि भन्छु है। अनि यस्तो रमाइलो भइरहेको छ, खुसी लागेको छ, आफूलाई घुम्ने ठाउँमा घुम्न पाइरहेको छ होइन। आफूले मनपर्ने कामहरू गर्न पाइरहेको छ। अनि अहिले फ्यामिली सबैजनाले यति मजाले हेल्प गरिराख्नुहुन्छ मलाई होइन। ओ माई गड, तपाईँहरू पनि मेरो जस्तै लाइफ जिन मन छ होइन। अनि तपाईँहरू पनि आफ्नो लाइफमा केही गरेर अगाडि बढ्न मन छ भने मसँग कनेक्ट हुन सक्नुहुन्छ होइन। म चाहिँ तपाईँहरूले टिप्स दिँदै जान्छु कि है के गर्नुपर्छ होइन, कसरी अगाडि बढ्नुपर्छ भनेर होइन। किनभने मेरो लाइफ त टोटली चेन्ज भएको छ नि त होइन। म यसरी बोल्ने मान्छे पनि होइन होइन। म चाहिँ एकदमै भनौँ न
कसैसँग बोल्दाखेरि नि मलाई पनि डर लाग्थ्यो कि होइन। तर अहिले चाहिँ म एकदमै आफू बोलेको देखेर नै आफूलाई नै कस्तो अचम्मै लाग्छ कि म यस्तोसम्म भइसक्दो रहेछु, म भित्र यस्तो यस्तो कुराहरू रहेछ, लुकेको रहेछ, मलाई थाहा नरहेछ, त्यो फिल हुन्छ कि मलाई है। तर मैले जे गर्यो होइन, समयमा नै म अघि बढेँ, मैले काम गरेँ, एकदमै राम्रो भइरहेको छ है। तपाईँहरू पनि इन्ट्रेस्ट हुनुहुन्छ भने मसँग कनेक्ट हुन सक्नुहुन्छ। बाई बाई।